एक मानिसको वीरता र उहाँले कसरी आफ्नो कर्मलाई सबैभन्दा अगाडि राख्नु भएको थियो त्यो समय भनेर म निम्त्याउन चाहन्छु दुल पराजुली दाइलाई। उहाँलाई अगाडि हामी जोरदार तालीले सम्मान पनि गर्न चाहन्छौँ। उहाँले त्यो समयमा देखाउनु भएको वीरताका लागि धेरै धेरै धन्यवाद। विगत 22 वर्षदेखि भाटबटिनीसँग उहाँ आबद्ध हुनुहुन्छ। दुल प्रसाद पराजुलीजीलाई पनि हामी यो सम्मान प्रदान गर्न चाहन्छौँ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। दुल प्रसाद पराजुलीजीलाई हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र उहाँलाई सम्मान स्वरूप 5,01,111 को चेक पनि हामी प्रदान गर्दैछौँ। एक फुली सँगसँगै 5 ग्रेड बढुवा पनि उहाँलाई हामी गर्दैछौँ। उहाँलाई धेरै धेरै धन्यवाद पनि। उहाँले देखाउनु भएको काम प्रतिको निष्ठाका लागि पनि हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ उहाँलाई। उहाँले पनि इमानदारीता र साहसको अगाडि जस्तो सुकै परिस्थिति आए पनि आफूले अगाडि बढ्न सकिन्छ भन्ने कुराको प्रमाण पनि उहाँ आफै हुनुहुन्छ। उहाँलाई हामी धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छौँ र भाटबटिनी ग्रुप कृतज्ञ छ भनेर पनि हामी भन्न चाहन्छौँ। उहाँलाई हामी यो 5,01,111 को चेक पनि हस्तान्तरण गर्छौँ। त्यो दिनको बारेमा चाहिँ अब आतङ्ककारी आए, त्यसपछि अब ढुङ्गामुढा गर्न थाले अनि हामीले यसो साइडमा बसेर ज्यान त जोगाउनु पर्यो। अनि साइडमा लाग्दाखेरि उनीहरू सबै बसेर सब फलफुल त्यो बियरका बोतलहरू वाइन सबै लिएर गए। आइसिङको फ्रिज सबै लिएर गए। त्यसपछि अब लो भएन भनेर हामी सबैजना साथी टिम मिलेर सबैजना यता चाहिँ सबै मिलेर आयौँ। त्यसपछि सबैजना अरू भित्रबाट लखेट्ने, मैले चाहिँ बाहिरबाट ड्याङ लठीले हान्ने।